साथीहरु नमस्कार। झोरले सबजनालाई मेरो छोटो ब्लगमा स्वागत छ। हजुरहरु सन्चै हुनुहुन्छ होला, म नि सन्चै छु। म चाहिँ आज धेरै पछिबाट हैन हल्का मैले भिडियो लिएर आएको छु साथी। हजुरहरुलाई चाहिँ मैले आज के देखाउन आँटेको छु भन्दै साथी, आज हल्का यहाँ नजिकैको सानो पार्क देखाउन आँटेको छु साथी है। हजुरहरु कोही नयाँ हुनुहुन्छ भने मेरो च्यानलमा हेर्दै हुनुहुन्छ भने सबैजनाले सब्स्क्राइब गर्नु नभुल्नु होला भन्न चाहन्छु साथी हो, र नबिर्सिनु होला साथी है। आज देखाउँदै छु हजुरलाई मैले आज पार्क अरे के घुम्ने ठाउँ भन्छ नि त्यस्तै देखाउँदै छु। बिरालो भन्छ साथी। हामी यस्तै त हो नि ब्रो, पाराले होइन एक्लै छ साथी। पानी पर आज त होइन पानी पर यस्तो जाडो भइरहेछ साथी, लास्टै जाडो भइरहेछ है, किन होइन है। यहाँ चाहिँ बच्चाहरू खेल्ने ठाउँ चाहिँ साथी सर हजुरलाई म देखाउँछु। यो चाहिँ बच्चाहरू खेल्ने ठाउँ, ठुलाहरू पनि खेल्छ नि चट्टै होइन साथी। उता म चाहिँ उताबाट आएकै साथी, उताबाट म चाहिँ यताबाट आएकै म चाहिँ सर साथी हो टक्कै। बिरालो हिँड्दा साथी, मस्त बिरालो छ राति। उता पर बच्चा खेलिरहेको छु, उहाँ पर चाहिँ उहाँ चाहिँ बच्चा खेलिरहेको छु बच्चाहरू साथी टक्कै चाहिँ पार्क साथी हो। हामी यहाँ कपिसक नजिकै भएको पार्क साथी हो। यता चाहिँ सर खेल्ने ठाउँहरू साथी। यहाँ है साथी खेल्ने ठाउँ। मलाई त खेल्न कसरी साथी होइन, कसरी खेल्ने हो, सबै पानी भएर छ नि खेल्नु थियो। बाल्दै पानी यस्तो भएछ कि साथी, बाल्दै छ नि त सर साथी। यता चाहिँ खेल्ने साथी होइन, पानी परेर अहिले त बिजुक छ, पानी परेर सबै बालै लाग्यो साथी। यता कि बच्चाहरू खेल्ने ठाउँ सर म चाहिँ उताबाट आएको साथी हो। एक्लै छु आज, साथीहरूलाई अघि नै गइसक्यो मेरो मल छोडेर फेरि मल लिन आएको साथी हो। टक्कै यस्तै छ जिन्दगी, के गर्नु साथी। सर हजुरलाई कस्तो लाग्यो साथी हो है, हेर्नुहोस् ल फेरि एकचोटि लास्ट यतासम्म छ। उतादेखि आएको साथी म, यतै मजा नि यता हो साथी, यतै एक्लै टाङ 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 यता साथी मेट्रो स्टेसन छ उहाँबाट चाहिँ त्यो म चाहिँ यताबाट जाने होइन, यताबाट सर अब यतासम्म चाहिँ यताबाट जाने हो साथी। एक्लै छु, एक्लै के गर्ने। उता मेट्रो स्टेसन छ है, रेलको उहाँबाट साथी हो। यहाँ चाहिँ रेलको स्टेसन हो, यो चाहिँ मेट्रो साथी मेट्रो। हामी यस्तै त हो नि ब्रो हाइट, तर हामी एक्लै छ साथी हो होइन। साथीहरू अघि नै गइसक्यो, मैले चाहिँ मोबाइल भुलेर फेरि मोबाइल लिने गएको साथी हो। के गर्ने यस्तै छ जिन्दगी, भाडा खन्द्रा होइन।